हेलो, हाई, नमस्ते, गुड मर्निङ सबैजनामा। स्पेसली मैले यो भिडियो खास गरेर आफ्नो प्रोफेसनसँग सम्बन्धित भएर बनाउन लागे। कक्षा 10मा सोसल स्टडिज सामाजिक अध्ययन विषय पढाउने क्रममा विद्यार्थी भाइ बहिनीहरूलाई केही न केही सहयोग होस् भनेर मैले यो भिडियो बनाउन खोजेको छु। हिजो भर्खरै मात्रै मैले कक्षा 10 को भूकम्प भन्ने लेसन पढाउने क्रममा मेरो दिमागमा एउटा विचार आयो कि सानोतिनो त्यो टपिकको बारेमा मैले भिडियो बनाउन पाउँदा केही राम्रै हुन्थ्यो र मैले सानो प्रयास गरेको छु। अवश्य पनि सुनिदिनु होला। भूकम्प भनेको के हो त? भूकम्प भनेको पृथ्वीको सतहमा रहेका प्लेटहरू हल्लिँदा वा भित्री पिण्डमा हुने गतिशीलताका कारण पृथ्वीको सतहमा अचानक उत्पन्न हुने कम्पन वा हल्ला हो। साथीहरू, भूकम्प होरिजेन्टल पनि हुन सक्छ र भर्टिकल पनि हुन सक्छ। अब हामी कुरा गरौँ भूकम्पका कारणहरू के हुन सक्छन् त? भूकम्पका कारणहरू के हुन् त? भूकम्पको कारणहरू मध्ये सबभन्दा पहिले भूप्लेटको गति। पृथ्वीको सतहका प्लेटहरू एकअर्कासँग ठोकिँदा वा हल्लिँदा भूकम्प आउँछ। अर्को कुरा भूस्खलन वा ज्वालामुखी क्रिया। ज्वालामुखी, जसलाई हामी भोल्क्यानो भन्छौँ, विस्फोट वा पहाड भाँचिँदा पनि भूकम्प आउँछ। अर्को मानव गतिविधिको कारणले पनि भूकम्प आउँछ। ह्युमन एक्टिभिटिजको कारणले पनि हाम्रो पृथ्वीमा भूकम्प आउँछ। यसमा बाँध, खानी वा भूमिगत विस्फोटबाट पनि भूकम्प आइरहेको हुन्छ। अब कुरा गरौँ भूकम्पका प्रकारको बारेमा। भूकम्पको आधारमा हल्का कम्पन, सामान्य हलचल, क्षति कम हुने। मध्यम भूकम्प भनेको घर र संरचनामा थोरै क्षति हुने। तीव्र भूकम्प भनेको धनको धेरै नोक्सान हुने। अब उत्पत्तिको अनुसार भूकम्प टेक्टोनिक भूकम्प हुन सक्छ, प्लेटहरूको हलचल। अर्को ज्वालामुखीय भूकम्प पनि हुन्छ। ज्वालामुखीको विस्फोटबाट जुन भूकम्प आउँछ त्यो ज्वालामुखीय भूकम्प हो। मानवजन्य भूकम्प, खानी, बाँध वा विस्फोटबाट हुने भूकम्प। अब भूकम्पका असरहरू के हुन् त? यसले हाम्रो जीवनमा के असरहरू ल्याउँछ त हामीले बुझेको हुनुपर्दछ। जब भूकम्प आउँछ, घर, भवन र सडकको क्षति हुन्छ, मानवीय जनघनत्वको नोक्सानी हुन्छ, भूस्खलन, बाढी वा अन्य प्राकृतिक विपदहरू यसले निम्त्याउँछ र जनजीवनमा डर र अस्थिरता यसले ल्याउँछ। अब हामी कुरा गरौँ भूकम्पको जोखिम क्षेत्रहरू, अर्थक्वेक रिस्क जोनहरू यो संसारमा कुन छन् त? विश्वको भूकम्प जोखिम क्षेत्रहरूको हामीले कुरा गर्ने हो भने, क्षेत्रको कुरा गर्ने हो भने भारतीय उपमहाद्वीप र एसियाको उत्तरी भूभाग भूकम्पको जोखिम क्षेत्रहरूमा पर्दछ। र अर्को कुरा हामीले मेडिटेरियन जोनको कुरा र अन्य क्षेत्रहरूको हामीले कुरा गर्दाखेरि मेडिटेरियन एसिया क्षेत्र, यसमा युरोप र एसियाको सीमा क्षेत्र, उदाहरणमा इटाली, ग्रिस, तुर्की, इरान जस्ता देशहरू पर्दछन्। अमेरिकाको पश्चिमी तट पनि भूकम्प जोखिमको क्षेत्रमा पर्दछ, उदाहरणमा क्यालिफोर्निया, अलास्का। अब हामी कुरा गरौँ इपिसेन्टर र हाइपोसेन्टरको बारेमा। यो इपिसेन्टर र हाइपोसेन्टर, त हाइपोसेन्टर जसलाई हामी भूकम्पको केन्द्रबिन्दु भन्दछौँ, यो भनेको के हो त? भूकम्प जहाँ भूमिगत
विगत सुरु हुन्छ पृथ्वीको भित्री भाग मेन्टल लेयरबाट खास गरेर जहाँबाट भूकम्पको कम्पनको सुरुवात हुन्छ त्यसलाई हामी हाइपोसेन्टर वा यसलाई अर्को वर्डमा फोकस पनि भनिन्छ। खास गरेर यो पृथ्वीको सतहभन्दा भित्री हुन्छ, यहीँबाट भूकम्पको कम्पन फैलिन थाल्छ। अब हामी कुरा गरौँ इपिसेन्टरको बारेमा, जसलाई महाकेन्द्र वा सतहको केन्द्रबिन्दु पनि भनिन्छ। इपिसेन्टर भनेको के हो भने हाइपोसेन्टरको सिधा माथि हाम्रो पृथ्वीको सतहमा जहाँ भूकम्पको धक्का सबभन्दा पहिले महसुस हुन्छ त्यसलाई हामी इपिसेन्टर भन्दछौँ। भूकम्पको असर सबैभन्दा धेरै यही महसुस हुन्छ। घर, सडक र संरचना बढी क्षति यही हुन्छ। धन्यवाद। लेट्स मीट इन द नेक्स्ट भिडियो। बाबा।